अहिले हामी बौद्धमा छौँ काठमाडौँको बौद्धमा र पहिला चाहिँ यस्तो थियो र अहिले चाहिँ भूमिकम्प भएपछि चाहिँ यो अवस्थामा रहेछ र हेरौँ अरू के छ O ma ne beme. Sen o ma ne beme. यो बौद्धको देखिएको यो दृश्य Rinchela. How do you feel? Very good. We had very good food, so very happy right now. Oh, thank you, thank you. यो निर्माण गर्ने कार्य धमाधम भइरहेछ बौद्धभित्र प्रवेश भयो हेरौँ यहाँको धेरै काम लाग्छ यो माटो त धेरै काम लाग्छ साङमा हाल्नु स्ट्याचुमा बनाउनु छेपा राख्नु अहिले त यो पाउँछ पछि पाउँदैन नि कुनै पनि नयाँ घरहरू बनाउँदाखेरि त्यसमा पनि हो यो बलुवा मिक्स गरेर नयाँ घर बनाउँछ नि घरमा हाल्नु आफ्नो जग्गामा हाल्नु अहिले त यस्तो पछि पाउँदैन अहिले तपाईँ आइहाल्नु भएछ कि ढुक्कै भयो म त त्यो अहिले हामी बौद्धमा छौँ भूमिकम्पपछिको यो अवस्था छ यो आज निर्माण भइरहेको छ काम धमाधम भइरहेको रहेछ टुल्कुला के भन्नुभयो यहाँ यो चाहिँ के हो यो हाम्रो यो तोक छेटिङको तोक हुन्छ नि छेटिङको तोक चाहिँ यो हो कि पहिले बौद्धको तोक छ नि अच्छा यो हो यो अच्छा यसको बाहिर चाहिँ यस्तो बनाएको नि त भित्र ए भित्र चाहिँ यस्तो थियो अच्छा 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 त्यो चाहिँ अहिले यहाँ ल्याएको छ माथिको चाहिँ यहाँ ल्याएको छ फेरि पछि उठाउनेलाई अब मेन चाहिँ के हो भने मेन चाहिँ यस्तो हेरेर मात्रै छुट्टिङ यो भत्के छ नि यो हेरेर काम लाग्दैन हेरेर त के हो एउटा मजाले फोटो खिच्छ कार्ड मात्रै देख्छन् यो हेरेर के लिने भने ए यस्तो ठुलो स्तूपा पनि एक दिन भत्किँदो रहेछ होइन हामी शरीर त एक दिन भत्किहाल्छ भनेर लोभी मनलाई कम गर्ने यो मितापरको मनलाई अलिक बढाउने यस्तोमा हेरेर मात्रै त काम लाग्दैन नि हेरेरले के दिएला हेरेर आफ्नो मनलाई बदल्ने यस्तो ठुलो छुट्टिन त भत्किँदो रहेछ हाम्रो शरीर त के होला यो मनलाई अहिले तुलसी गर्ने
संसार चाहिँ अब अनित्य छ छोर्तेनको तोक चाहिँ यहाँ राखेको छ यसरी छोपेर राखिएको रहेछ त्यो माथि चाहिँ बनिँदैछ अहिले धमाधम सिमेन्टको ढलाइ भइरहेछ झरिङ खस्यो बौद्ध परिक्रमा गर्ने गरिरहेको छ धर्मावलम्बीहरू हामी अहिले बौद्ध क्षेत्रमा छौँ बौद्ध क्षेत्रमा यो भूकम्पनले चाहिँ धेरै क्षतिहरू पुर्याएको थियो हाम्रो यो छोर्तेन झरिङ खस्यो छोर्तेन बौद्ध ऐतिहासिक यो वर्ल्ड हेरिटेजमा आइसकेको पवित्र र यस अहिले चाहिँ कन्स्ट्रक्सनमा चाहिँ के छ स्पेसली यस्तै हो अब के अरे पहिला चाहिँ अब के अरे त्यो पहिलाकै प्रविधि चाहिँ पहिला माटोले लगाएर चाहिँ अहिले चाहिँ यो वज्रले लगाएर चाहिँ वज्र सुर्की भन्छ त्यसलाई होइन अब इँटाको धुलो बालुवा अनि पहिला चक्कु लगाउँथ्यो त्यो चाहिँ लगाएन अनि अहिले चाहिँ यो चुना इँटाको धुलो अनि मिसाएर अनि त्यसमा व्हाइट सिमेन्ट र अनि बालुवा पनि हालेको छ यसपालि चाहिँ नयाँ प्रविधि चाहिँ पहिला त बालुवा नहाल्ने रहेछ त्यसको लागि चाहिँ अब यसको चाहिँ अलिकति लङ लास्टिङ हुन्छ अरे 200 वर्ष जति पहिला चाहिँ अब अहिले सिमेन्टको आयु चाहिँ धेरै छैन त्यसले गर्दाखेरि त्यो पहिलाकै प्रविधिले गरिरहेछ मतलब माथिको मात्रै गर्छ कि त्यो तलकोहरू पनि गर्छ होइन सबै योहरू अब यो जति पनि भत्किएको छ त्यो सबै रिनोभेसन हुँदैछ होइन जुन चाहिँ यो सेतो देख्दैछ नि हजुर त्यो सेतो होइन त्योभन्दा माथि उठाइसकेको अब त्यहाँदेखि उठाउँदैछ अहिले उठाउने क्रम छ अहिले अलिकति यो खाट बाँध्दैछ नि तपाईँको त्यहाँदेखि हजुर माथिको हजुर गजुर भनौँ न गजुर होइन अब के अरे अब हरामिका भन्छ त्यसलाई के अरे अब स्यालसम्म चाहिँ नि स्याल छोटेनको स्यालको अब 50 पत्ता भएको छैन 25% चाहिँ भयो स्यालको लेभल यो सानो छोटेन चाहिँ उठाइसकेको छ अलिकति यो अब कुन यो पनि निर्माण नदिने छ यो पनि अब यो भर्खर यो प्रविधि चाहिँ त्यही हो पहिला चाहिँ चुनामा अहिले चाहिँ चुनामा पनि व्हाइट सिमेन्ट मिसाएको अरू चाहिँ यो के अरे भूमिकम्पको लागि उसको लागि प्रतिरोधको लागि चाहिँ के गर्छ त्यही अब त्यही पहिलाको भन्दा अलिकति सिस्टमेटिक तरिकाले अलि इन्जिनियरिङ उसले पनि अलिक काठहरू हालेर सकेसम्म अब त्यो के अरे अहिले ढलाइ गर्नु दिँदैन कि रडहरू नराउने भएर चाहिँ काठ राखेर त्यो काठलाई नै त्यो जोइन गरेर उ गरेर अनि यो के अरे तपाईँ यहीँ थियो भूमिकम्प हुँदा यहीँ अनि म यहीँ थिएँ कस्तो भयो यहाँ घरमै थिएँ पुरै नि अब लाइफमा अब कहिले पनि बिर्सिँदैन त्यो झर्काहरू कहिले पनि बिर्सिनु हुँदैन
अच्छा अच्छा अब त्यति बेला चाहिँ यो सानो क्षेत्र चाहिँ डाङडुङै गइसकेको थियो हजुर हजुर माथिको चाहिँ गएको थिएन जो होइन माथिको चाहिँ हामी भत्किनुभन्दा अगाडि नै त्योलाई अब पुरा नापजाप गरेर पुरै निकालेको धन्यवाद जानकारीको लागि धेरै धेरै धन्यवाद को गुण के गुना के गुण गुना राम्रो नबुझे विषय गर्दै यो को तपाईले यसो हेर्नुहोस् है अहिले चाहिँ अङ्ग्रेजीमा छ यो नेपालीमा आउँदैछु छिटो छिटो एक महिना आउँछ यो नेपालीमा कहाँ छ यस्तो नेपालीमा छ नेपालीमा धेरै छ यो तपाईँहरू यसो हेर्नुहोस् भन्दाखेरि अब कोही युथहरू हेर्नुहोस् धर्मको ज्ञान लिएर आएर विश्व गर्नु पर्ने नगरे नहुने भएन तपाईँहरू कृष्णको लाइनमा बसेर पढ्नु मिल्छ अब कसो पढ्ने भन्दाखेरि एकदम गाइरो पढ्ने इच्छा छ भने सेटा पढ्नुपर्छ धेरै गाह्रो छ यो विदेशीहरूले भन्छ डक्टर पढ्न गाह्रो छ डक्टर पढ्ने भन्दा बुद्धिस्ट फिलोसफी गाह्रो छ साइन्स भन्दा बुद्धिस्टको फिलोसफी युनियनको लागि छुट्टै छ अब यस्ता पनि छ Rizala, what is the actual dharma? धर्म भनेको Actually dharma. अब आज पनि तपाईँ what you say about dharma is धर्म कर्म भन्छ त्यो शब्द चाहिँ सजिलो शब्द हो धर्म भनेको यो शब्दमा पुण्य गरेर भनेको धर्म कर्म भन्छ कज एन्ड इफेक्टले विश्वास गर अनि राग भई दोषको कोषमा अनि धेरै ब्याड एक्सनहरू आउँछ
माया दया ज्ञानबाट गुड एक्सन आउँछ त्यो चाहिँ धर्म धर्म भने कर्म धर्म भनेको धर्म चाहिँ पुण्यको काम हो यो त धेरै साझाको कुरा साधारण तर मूल धर्म भनेको असाध्यै गहिरो छ वाट इज द धर्म object of knowledge. Object of knowledge. धर्म नबुझेपछि संसार छिन्दैन संसार जो जति पढे पनि सक्छौँ एकदम छ पछि भन्छ के मात्रामा मात्र हुन्छ अलिकति मात्र अनि जति जाने ज्ञानी भए पनि ब्रह्म छ ब्रह्म बुझ्यो ल अब गाउँ गएर तपाईँ 4 बाट आइपुग्छ तुझे रिमसला मुर्से एउटा तपाईसँग यहाँ एउटा फोटो खिच्छु तुझे रिमसला रिमुर्से यहाँ बसिदिनुहोस् न प्लिज